सिम्रौनगढ बारा जिल्लामा अवस्थित नेपालकै एक अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक धरोहर हो। यसलाई मध्यकालीन नेपालको एक समृद्ध सभ्यताको केन्द्र मानिन्छ। सन् 1097 मा कर्नाटक तिरहुत राज्यका राजा नान्यदेवले सिम्रौनगढलाई आफ्नो राज्यको राजधानी बनाएका थिए। यो क्षेत्र मिथिला संस्कृतिको विकास र समृद्धिको प्रमुख केन्द्र थियो। यहाँका प्राचीन भग्नावशेषहरूले तत्कालीन समयको उत्कृष्ट मूर्तिकला, काष्ठकला र वास्तुशिल्प झल्काउँछन्। उत्खननका क्रममा यहाँ थुप्रै ऐतिहासिक इँटाका पर्खाल, मन्दिरका अवशेष र ढुङ्गाका सुन्दर मूर्तिहरू फेला परेका छन्। सिम्रौनगढ क्षेत्रको सबैभन्दा प्रसिद्ध धार्मिक स्थल कङ्काली माईको मन्दिर हो। यहाँ रहेको कङ्काली देवीको मूर्ति र मन्दिरको ऐतिहासिक बनोट हेर्न तथा दर्शन गर्न ठूलो सङ्ख्यामा श्रद्धालुहरू आउने गर्छन्। सन् 1324 मा दिल्लीका सुल्तान ग्यासुद्दिन तुगलकको आक्रमणपछि यो भव्य र समृद्ध सहर ध्वस्त भएको इतिहास छ। त्यसपछि कर्नाट वंशका अन्तिम राजा हरिसिंहदेव ज्यान जोगाउन पहाडतर्फ काठमाडौँ उपत्यका पलायन भएका थिए। सिम्रौनगढलाई खुला सङ्ग्रहालयको रूपमा पनि चिनिन्छ, किनकि यहाँका कतिपय ऐतिहासिक अवशेषहरू अझै पनि जमिनमुनि दबिएका अवस्थामा छन् र तिनको खोज अनुसन्धान भइरहेको छ।